यिनी हुन् देबु बुढा। यिनी ढुङ्गेश्वर गाउँपालिका वडा नम्बर 4 दैलेखमा बस्छिन्। यिनी ढुङ्गेधारा आमा समूहकी अगुवा कृषक पनि हुन्। कृषकको तालिम छ भनेर बोलाउनु भएको थियो। आशा आयोजनाबाट अनि तालिम लगेको थिएँ मैले। सरहरू आउनु भएको थियो। मैले दैलेखमा तालिम लगेँ 3 दिन। मैले चुबडामा पनि तालिम लगेँ 2 दिन। हामीलाई बेर्नाहरू राख्ने अनि झोलमल गराउने बारेमा अनि त्यो जलवायु परिवर्तनको पनि तालिम दिनुभएको थियो। हामीलाई सिकाउनु भएको थियो। यस्तो अनि पानीको मुहानहरू संरक्षण गर्ने अनि बोटाहरू रोप्ने, घाँसहरू रोप्ने अनि यस्तो अनि बाढी पहिरो गएको भुचे गएको सब तालिम हामीले लिएको थियौँ। जथाभावी अनि झाडहरू अनि आगो बालेर धुवाउने अनि प्लास्टिकहरू जहाँ पायो वहीँ पोल्ने फाल्ने त्यस्तो गरेपछि पनि धुवा माथि जाँदो रहेछ। त्यो धुवाले पनि असर पार्दो रहेछ हामीलाई भनेर हामीले त्यो कुरा पनि सिकेका थियौँ। सङ्कटासन्नता परिकरणको आधारमा भित्रीमा परेकी देबु बुढालाई आशा आयोजनाले अगुवा कृषकका रूपमा छनौट गरी तालिम दिएको थियो। आशा आयोजनाले लापा समूह निर्माण गर्ने, समूह गठन गर्ने, समूहमा बोल्न सिकाउने र महिला नेतृत्व विकासको तालिम दिएपछि उनीहरू अहिले नियमित छलफल गर्ने, मासिक पैसा बचत गर्ने, पहिला नयाँ मान्छे आउँदा घरभित्र लुक्ने महिला अहिले आफ्नो परिचय दिन सक्ने भएका छन्। हामीहरू आमा समूहमा पहिला त अब धेरै जसो आउँथेनन् हो कि नै, घरमा यताउता आउँथेनन्। यस्तै अनि टोलमा अनि वडामा गएर अनि आशा आयोजनाले अनि मिटिङ राख्नुभयो। एक घर नछुटाएर डाक्नुहोस् ल्याउनुहोस् भन्नुभयो। हामीले पनि एक घर नछुटाएर गएर डाक्यौँ। तल बिखटिएको ठाउँमा सबै जानुभयो, कुराहरू बुझ्नुभयो। अनि यस्तै तरकारी खेती बारेमा भयो अनि यो बाढी पहिरो भुचेमा यस्ता कुराहरू उहाँहरूले राखिदिएपछि महिलाहरू सबै सहभागी हुनुभयो, सहक्रिय हुनुभयो। पहिला हामीले त्यति बोल्न पनि मिटिङमा पनि नजाने, अब मान्छे भए ठाउँमा छोरा मान्छेहरू मात्रै जाने, महिलाहरू त्यति नजाने। अहिले हामीले गएर बोल्न सक्छौँ, माग्न सक्छौँ, माग्छौँ, आवाज उठाउँछौँ। हामीले अब त्यो भएर महिलाहरूले बोल्न सिक्ने, माग्न सिक्ने अनि नाम लेख्ने सही गर्ने सबैले। अब पहिला लेप्चे लगाउनुहुन्थ्यो, अहिले सबले आफ्नो सही गर्नुहुन्छ। बुढी आमाहरूले पनि सही गर्नुहुन्छ। अहिले त्यस्तो छैन। अगुवा कृषकको तालिम पाएपछि देबु बुढाले त्यो सिप र ज्ञानलाई समूहका महिला कृषकहरूलाई पनि सिकाउँदै आफूले पनि सोही अनुसार तरकारी खेती गर्न थालेपछि उनीको जीवनमा ठुलो परिवर्तन आयो। उनीलाई अहिले घरका अन्य सदस्यले पनि काममा सहयोग गर्न थालेका छन्। यसले गर्दा उनको कार्यबोझमा कमी आएको छ। यिनको आम्दानीमै यिनको परिवार आश्रित छ र यसमा यिनलाई गर्व पनि उत्तिकै छ। उयो सबै गरेर अनि 80-90 हजार नै भएको थियो अस्तिबाट हिसाब गर्दाखेरि। हामीले कोही यहीँ घरै आएर लग्छन्, अलि माथि बजारमा लगेर फाल्छौँ। टाढा कहिले अब डुङ्सेरतिर लगेर मगाएपछि अटोमा पठाइदिन्छौँ, यहाँ गाडीमा पठाइदिन्छौँ, उता सुर्खेततिर जाने गाडीमा पठाइदिन्छौँ मगाएपछि। अनि यहीँ माथि बजारमा लग्छौँ। अनि गाउँघरले पनि आएर कोही नलगा मान्छेले कोही आएर लग्छन्। बड्डालाई अलिअलि खर्च श्रीमानले मिल चलाउनुहुन्छ, मिलबाट पनि थोरातिन आइहाल्छ, गाउँलाई सुविधा पनि होइजाला अनि हामीलाई पनि घरमा पनि सुविधा होइजाला भनेर मिल पनि छ। मिल घरै सानो मिल छ, मिल चलाउनुहुन्छ। त्यहाँबाट पनि 8-10 आउने, तरकारीबाट आउने अलिअलि घर खर्च। अनि जसले कमाए पनि, बुढाले कमाए पनि, म नभएला बुहारीले बेचे पनि, छोराहरूले बेचे पनि, नाति नतिनाले बेचे पनि सबैले दिने मलाई नै हो, राख्ने हो, चाहिए बेला सबैले लग्ने हो। त्यो आफ्नो हुन्न हामीलाई। देबु बुढा आफू मात्रै होइन, आफूले तालिममा सिकेका कुराहरू अन्य किसानलाई समेत सिकाउने गर्छन्। झोलमल बनाउने, तरकारी लगाउने तरिका, टर्नेल, बिउ राख्ने तरिका लगायतका कुराहरू सबै किसानलाई जानकारी दिँदै आएकी छिन्। तरकारी खेती सुरु गरिसकेपछि बुढाले आफ्नो घर व्यवहार आफैले धानेकी छन्। बचाउ त हाम्रो अब यस्तै केटीकेटीको पढाइमा, नाति नतिनाको पढाइमा अब छोराछोरी त अब ठुलै भइहाले, अब छोरीहरू आफ्नो घर गइहाले, छोराहरू पनि ठुलै भइसके, उनीहरू छैनन्, नाति नतिना छन्। अनि नाति नतिनाले अनि पढाइ खर्च आफूहरूलाई अब यस्तै अनि तेल नुनहरू किन्ने, अनि आमा समूहमा बचत गर्ने, महिला सहकारीमा बचत गर्ने, कृषि सहकारीमा बचत गर्ने, अनि कब्लिती बन्छ उहाँ पनि बचतै गर्छौँ। अनि यस्तो अनि बचत गर्छौँ हामीहरू। कोही 22-23 हजार, कोही 15-16 हजार, कोही अनि महिला सहकारीमा 25-26 हजार, अनि कृषि सहकारीमा 1 लाख जति भएको छ। त्यस्तै बचत गर्छौँ, कहिले चाहिएला आफूलाई भोलि बिहान। सबैको छ, फेरि एउटा मात्रै छैन बचत, सबको घरको 8 जनाको नाममा सहकारीमा बचत छ। सबको बचत महिनाको 24-25 सय बचत गरे पनि धेरै हुन्छ भनेर सबको नाममा, नाति नतिनाको सबको नाममा राखिदिएछ। केही समय अगाडि पाहुना घरमा आउँदा पनि तरकारी खुवाउन सक्ने अवस्था थिएन। एक सिजनमा लगाएको दाल घरमा हुने भए पनि तरकारी नहुँदा टाढाको बजारमा लिन जानुपर्ने अवस्था थियो। अहिले त्यो समस्याबाट मुक्ति मिलेको छ।
पहिला त हामी अनि तरकारी अब कोही पाहुना अब आए बेला पनि हाम्रो तरकारी हुन्थेन कि त्यही गेडागुडी नै हुन्थ्यो अलिअलि बोडी अलिअलि मुसुरो हुन्थ्यो केराउहरू भयो भने वर्षियाले दियो भनेपछि केराउहरू हुन्थ्यो अनि अहिले यस्तै छिटै उतिखेरै तरकारी पाक्ने तरकारी हामीले पाउँथेनौँ पारी लेखमा गएर अनि आलु ल्याएपछि खान पाउँथ्यौँ नतरी पाउँथेनौँ हामीले तरकारी अहिले त जतिखेर राति 12 बजे पाहुनाहरू हामी फल्लो ठाउँमा आइपुग्यौँ लौ खाना गराएर राख्नु होला भने पनि उतिखेरै तरकारी घरमै छ किन गाउँमा जानु पर्दैन। पहिला खानेपानीको अभाव थियो। धमिलो पानी खान बाध्य भएका महिलाहरू अहिले आशा आयोजनाले खानेपानीमा सहयोग गरेपछि उनीहरू निकै हर्षित भएका छन्। कतिखेर ओडामा कराइयो अनि यस्तो वनको मिटिङमा कराइयो हामीलाई पानी चाहियो हामीले बर्खा पानी खान पाउन्न भनिदियो कसैले सुन्नु भएको थिएन। आशा आयोजनाले हाम्रो कुरा सुनिदिनु भयो अनि हामीले पानी राम्रो खान पाएको छौँ माथि धारा गराएको छौँ 124 जना महिलाहरूले अनि कोषको 50-50 रुपियाँ उठाएर हामीले कोषमा राखेका छौँ। कहिले त्यस्तै अब धाराहरू बिग्रिन्छन् कहिले त्यहाँ अब टङ्कीमा केही पानीहरू बिग्रिन्छन् त्यहाँ हेर्नुपर्छ अनि सब हेर्नुपर्छ भनेर हामीले कोषमा पैसा छ। हामीहरूको अहिले यो नयाँ सालमा हिसाब किताब हुन्छ 1 लाख कड्ला। आशा आयोजनाले आएबाट हामीले बस्न सुरु गरेको पहिला त बसी त राख्थ्यौँ पैसा कमाइराखेका थियौँ त्यहाँबाट हामीले अलि हौसला बढ्यो हामीले पैसा पनि अब तरकारी खेतीमा आयो नि पैसा त्यही बेला पाउँथेनौँ 20 रुपियाँ पनि धौधौ हुन्थ्यो भनेपछि तरकारी खेतीबाट पैसा आएपछि हामीले 50 राखौँ न त भनेर दिदीबहिनीको सल्लाह भएर 50 राख्यौँ। अहिले पानी घरै आएपछि उनको कपडा सरसफाइ अनि नुहाउने धुवाउने अनि बच्चाहरूको पढाइ यति नै राम्रो भएको छ। उहाँहरू बाटामा धुलामा खेल्नु पनि पाउनुहुन्न घरति पानी छ किन जाने भए बाटातिर त्यस्तो भएको छ हाम्रो। हिजो आज यिनको मुहारमा खुसीको रेखाहरू सजिलै देख्न सकिन्छ। उनी आशा आयोजनालाई सदैव सम्झिरहन्छन्। धन्यवाद छ आशा आयोजनालाई हामीलाई अझै पनि दिनुहोला सपोर्ट गर्नुहोला थाई टन्नेलहरू दिनुहोला भनेर आशा आयोजनालाई अनि धन्यवाद छ।